दाइ नमस्ते। नमस्कार हजुर। नमस्कार कुमारजी। अहिले हामी चाहिँ कुन ठाउँमा छौँ दाइ? अहिले हामी यो अब एकत्रित गर्न जोड्ने बाटो मात्रै हो जस हो। अब यहाँ भनेको अब हजुरलाई थाहै छ खासै बाहिर हिँडेको छ। अनि अहिले चाहिँ हामी चाहिँ छुट्टीको लागि चाहिँ बराइ जान थाल्यो। अनि बराइन प्याक पोलिटी प्याक। अनि अहिले चाहिँ हामी चाहिँ छुट्टीको लागि चाहिँ बराइ जान थाल्यो। अनि बराइन प्याक पोलिटी प्याक। यम्बो अमृतसर पनि त्यो त्यहाँ पार्किङ गऱ्यो भने तानेर लान्छ अरे। टुचिङ लगाएर नो पार्किङ। सुबियाबाट बालिया जोड्ने चाहिँ ब्रिजै छ कि समुद्र पासबाट त्यो ब्रिज हामीले 2 वर्ष लागेर ब्रिजलाई काम गरेर हामी त्यहाँ केही जाने गरेका हौँ। मलाई मजा होला कि कति भन्नु मजाले छ होला कि 11 बजे दाइ नमस्ते। नमस्कार हजुर। नमस्कार कुमारजी। अहिले हामी चाहिँ कुन ठाउँमा छौँ दाइ? अहिले हामी यो बराइन है दाइ? बराइन ब्रिजमा। बराइन ब्रिजमा। बराइन र साउदीको चाहिँ बोर्डरको ब्रिज। बराइन ब्रिज भन्छ यसलाई। यहाँको विशेषता के लाग्यो दाइ? यहाँको विशेषता खासै त्यति भन्नुपर्ने खासै केही त छैन। अब साउदीलाई र बराइनलाई अब एकत्रित गर्न जोड्ने बाटो मात्रै हो। घुम्नको लागि रमाइलो छ। घुम्नको लागि खासै हाम्रो नेपाल र यहाँमा के फरक देख्नु दाइ? नेपाल भनेको स्वर्ग हो। अब यहाँ भनेको अब हजुरलाई थाहै छ खासै बाहिर हिँडेको साथीहरूलाई साउदी के हो भन्ने कुराहरू सम्झाएर राख्नु नपर्ला सायद। खासै केही फरक छैन दाइ। अनि कति भयो दाइ यता साउदीको यात्रा? भर्खर हो। पहिला चाहिँ धेरै पहिला चाहिँ हो 5-7 वर्ष 10 वर्ष अगाडि। अहिले चाहिँ धेरै भएको छ 3-4 महिना मात्रै बाँकी। भनेपछि बिचमा धेरै ग्याप भयो। बिचमा धेरै ग्याप भयो। बिचमा नेपालतिरै। अनि अहिले चाहिँ हामी चाहिँ छुट्टीको लागि चाहिँ बराइ जान थाल्यो। अनि बराइन प्याक पोलिटी प्याक चाहिँ बराइनको कम्पनीबाट। अनि त्यही भएर हामी अहिले यहाँ चाहिँ बराइन ब्रिजमा रोकेर प्याक चाहिँ गाडीमै छुट्यो। अनि हामी चाहिँ बराइनमा जस जिन्दगी रमाइलो चलिरहेको छ। हस् दाइ, थ्याङ्क यू दाइ। थ्याङ्क यू कुमार। त्यस्तोहरूले हामीलाई भाउ दिँदैन के है? फलर देखाए मात्र के चाहिँ बीचको समुद्र।
नेपालीहरू जस्तो छ सर नेपालीहरू जस्तो छ फोटो तान्दिनु अरे